गाइस मैले फेरि पनि अर्को नयाँ भ्लग लिएर आइसकेको छु। हिजो भर्खर हालेको थिएँ, फेरि आइसकेको छ नयाँ भ्लग। सबैजनाले हेरिदिनु होला हैन। अब हामी चाहिँ स्कुलबाट आएर अब भोक लाग्छ नि त, अनि खाजा लिन हिँडेको पसलमा है। हेर्नुहोस् हामी दुईजना चाहिँ पसल बोल्न यार किनकि त हिजोको पहिला जाने मान्छे है अझैसम्म गएको छैन। हामी चाहिँ पसल आइपुग्यौँ भाइ। अब पसल चाहिँ बन्द रहेको छ, हेर्न सक्नुहुन्छ दर्शकहरूले। हेर्नुहोस् पसल अगाडि बन्द छ। अब हामी उता गएर मान्छेलाई बोलाउँछौँ है। हुनुहुन्छ कि हुनुहुन्न? हामीलाई चाउचाउ दिनु न। कता? उता अगाडि हो, अगाडि जान्छौँ है गाइस। हामीले दिदीलाई चटपटे बनाइदिनु भनेको थियो पसलमा आएर। हेर्न सक्नुहुन्छ बनाइदिनु भइसकेको छ। खाए ल, खाएर अब फेरि भेटौँला गाइस। हामी चाहिँ होइन अब चटपटे खाएर पानछानी खाएर हामी घर जानलाई चाउचाउ चाटा बोकेर हिँडेको छ। खोइ देखा त गाइस, यता मान्छे गाइस। हेर्नुहोस् चारवटा चाउचाउ, फेरि चारवटा चाउचाउ लिएर आएको। एउटा यसले, एउटा उतेलले यहाँ राखेको छ गाइस। अर्को चाहिँ यहाँ पकाउन लागेको होइन। अब रेडी भइसकेको छ, हेर्न सक्नुहुन्छ होइन। धेरै पिरो नहालेको फेरि पेट पोल्छ नि त। हेर्नुहोस् हामी चाहिँ चाउचाउ साउचाउ खाएर नि अब फेरि टिम्बु टिप्नलाई हिँडिसकेको छौँ होइन। टिम्बु टिप्नलाई भाडा हेर्नुहोस् कम्ता ठुलो बोकेर हिँडेको छैन। ताप्के छ ताप्के। हामी तिनजना है आज चाहिँ। उहाँ हाम्रो साथी दोस्त हुनुहुन्छ होइन। हामी तिनजना यहाँ ढुङ्गा लगाइ लगाइ खेलेको क्या। ल यो पकान जम जम जम। लेट्स गो। आओ आओ सबैजना जम छिटो। टिम्बु के ठुलो छ क्या। हामी चाहिँ टिम्बु सकेको छ। हेर्नुहोस् टिम्बु यस्तो छ होइन। अब तपाईँहरूलाई यस्तोमा चाहिँ देख्दैन होइन, तर जे भयो नि यतिको चाहिँ देखेको छ। हेर्नुहोस् कालो कालो छ, रसिलो होइन। खाएर ल हस् त हजुर। कति खाजा खाएको भन्ला नि होइन। अब पेट नै त्यस्तै मागे मागे गर्छ। म चाहिँ टिम्बुको बोटमा चढिसकेको छु। हेर्नुहोस् यहाँ टिम्बुको भण्डार छ, भण्डार कालै कालो छ होइन। तर हेर्नुहोस् तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्न होला होइन। तर मैले जे भयो नि देखाएको छु। मुख मिठाउनुहोस्। यताबाट म खाइदिने छु। मेरो यहाँ लाग्यो। भुइँमा बसेर खानु भइरहेको छ हाम्रो दोस्त र अर्को उहाँ। खानुपर्छ एक बारको जुनीमा, मौसम अनुसारको फल होइन। यतिको कालो र यतिको ठुलो छ होइन। झुप्पा झुप्पा खायो, झुप्पा झुप्पा म मासतिर नि छ। ल अब हामी चाहिँ अब भाडामा पनि टिप्नु छ होइन गाइस। आजलाई चाहिँ यति नै भन्दै म यहाँबाट अलविदा हुन चाहन्छु। बाई। थो कुनै कुनै त तितो पनि हुँदो रहेछ। किरा खाएन हौ, हेरेरै खाएको छु गाइस। हेर्नुहोस् केही छैन है। ल बाई सबैजनालाई। हिजो हातको देखाएको थिएँ, हातमा खा।